गाउँले जिन्दगी सँगले शुद्धता पनि हुन्छ। किन भन्दाखेरि गाउँमा यो तोरी यो रायोको बिजन हो। रायो रेडी हुँदैछ। बिजन हामीले खाएर टिपेर खाइसक्यौँ। अब यो बिजन अर्को सालको लागि हो। यो बिजन यहाँ कटहरको बिरुवाहरू, दालचिनीको बिरुवा, सुपारीको बिरुवाहरू पनि लगाएको छु। यहाँ फर्सी छ। फर्सी फल्दैछ कतिवटा। यहाँ सुपारी, यो आँप हो। यहाँ कोलाको बोट छ। यहाँ एउटा घरी पनि लागिरहेको छ कोलाको। साथसाथमा यहाँ मकै हुँदैछ। एकपल्ट गुडिसकेको तर पनि पुरा जङ्गल आएको छ हौ। के गर्नु, गाउँमा बसेपछि सबै कुरा गर्नै पर्दो रहेछ। ऊ पर मान्छेहरू सिमल तरुन उखालिसकेर सिमल तरुनको दाउरा गाडीमा हाल्दैछन्, जमिन खाली गर्दैछन्। मलाई सबै हाम्रो खेतमा सबै हामीले अलिअलि सबै लाग्छ। यो सिमल तरुनको बिजन हो अर्को सालको लागि। यहाँ मकै, योपालि मकै चराले पल्टाएर पुरा मकै बाँझै भइरहेछ हौ। मान्छेहरूको पनि यस्तै हुन्छ कि के हो, हाम्रो चाहिँ योपालि चराले पुरा बाँझो बनायो मकै। जङ्गल त्यस्तै छ। हिजो किराको दबाई हानिदिएको, किरा पनि लाग्दै थियो। हिजो किराको दबाई हानिदिएको, जङ्गल पुरा जङ्गल भएछ। यो जङ्गलमा अब मैले सक्यो भने भोलि फेरि यसमा एकपल्ट फेरि गोडेर घाँस मर्ने दबाई हान्नुपर्ने भनेर सोचिरहेको छु। के गर्ने, पुरा जङ्गलले एक्लो मान्छे यता गर्नु कि उता गर्नु, घरमा पनि बिमारी छन्। के गर्नु, खेती गरेपछि चारैतिर भ्याउनु पर्दो रहेछ। म एक्लै क्यामेराम्यान भएकोले गर्दाखेरि मैले आफूलाई देखाउन चाहिँ सकिनँ। तर के गर्नु, मैले खेत चाहिँ देखाइदिएको। सबैजना साथीहरू कोही कहाँ छन्, कोही काम गर्दै होलान्, कोही आर्मी भयो होलान्। सबैजनाले हेर्छन् नि के भयो कस्तो भयो, उता कहिले पनि खेती गर्दै रहेछ भन्ने हुन्छ नि। यहाँ यो खुट्टी चाहिँ रड्डी भयो पुरै बाँझो भएर। यहाँ चाहिँ गाईको घाँस लागि हानेको छु। यो चाहिँ गाईको घाँसको लागि मकै हानेको हुँदैछ। अस्ति पानी हालिदिएको थिएँ। यो चराले खाएको हो कि के हो, सबै मकै बाँझै बनाइरहेछ। यहाँ हाम्रो पराल यहीँ छ। यही हो नि खेतीको गाउँमा बसेपछि मकै, पराल, धान, गाईबस्तु यस्तै हो नि। अब म गाई गोरु लिनु गएको, मेरो अब गाई गोरु लिनु म खोलातिर गएको। यो मामाहरूको तोरी हो। खोइ मामाको तोरी पनि त्यति राम्रो भएन योपालि। रस पानी कम्ती हालेर रस नभएर होला त्यति राम्रो भएन। बगान लगाएको छ हाम्रो म्यानेजरले। यो चाहिँ गाईको मल हो। किनभने यस्तो यो लाएन भने गाईहरू यता र उता घुमिरहेको छ कि, त्यही कारण मल लाउनु पर्छ। यो चाहिँ बाटो सामने मेची खोला पनि छ।
मान्छेले जमिन जोतेर रेडी गरेर मलसल हाल्दैछन् सबैजना। मेची खोला हो, मान्छेहरू पर पिकनिक खेल्दैछन्। बर्खामा यो खोला विशाल हुन्छ, अहिले हिउँदमा खोला छुपछुप सुकेर छैन। त्यो जालीबान हामीलाई हाम्रोतिर खोला नपसोस् भनेर।